पटक पटक राष्ट्रिय बहसमा आउने तर व्यवहारमा सर्वसाधारणको चर्को विरोध खेप्ने आयोजना हो सप्तकोशी उच्च बाँध। पछिल्लो पटक निर्माण स्थलमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तयारी सुरु भएको चर्चासँगै धनकुटा, भोजपुर, सुनसरी र उदयपुरका स्थानीयवासी फेरि सडकमा उत्रिएका छन्। आयोजनाका सम्भावित पीडितहरूले 71 सदस्यीय सङ्घर्ष समिति नै गठन गरी विभिन्न स्वरूपमा विरोध जनाइरहेका छन्। समितिले कहिले निर्माण स्थलमै पुगेर प्रदर्शन गरिरहेको छ भने कहिले जिल्ला प्रशासन कार्यालय र स्थानीय पालिकालाई ज्ञापन पत्र बुझाउँदै यो बाँध नेपालको हितमा छैन भन्ने सन्देश दिइरहेको छ। झण्डै 3 दशक भन्दा बढी समयदेखि चर्चामा रहेको कोशी उच्च बाँध योजना अहिले फेरि डीपीआरको तयारीसँगै विवादको केन्द्रमा आइपुगेको छ। विशेषतः धनकुटा, भोजपुर, सुनसरी र उदयपुर जिल्लाका स्थानीयहरू अहिले पुनः संगठित भएर संघर्षमा उत्रिएका छन्। असीम राईको संयोजकतामा 71 सदस्यीय संघर्ष समिति गठन गरिएको छ। यो समितिले विभिन्न चरणमा विरोध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। कहिले बाँध स्थलमै पुगेर प्रदर्शन त कहिले जिल्ला प्रशासन र स्थानीय पालिकामा ज्ञापन पत्र बुझाएर विरोध प्रकट गर्दै आएको छ। अहिले डीपीआरको क्रममा छ, तर हाम्रो कुरा त के हो, यो डीपीआर पनि हुनु हुँदैन हैन। राज्यले त्यत्रो ठुलो मुठभेड गरेर चाहिँ जनताको त्यत्रो ठुलो मुठभेडलाई चाहिँ गरेर यो योजना बनाउनु भनेको भोलिको दिनमा यो घातक पनि हुन सक्छ हैन। त्यसले गर्दाखेरि राज्यले यसका वैकल्पिक विकल्पमा कुनै अरू अध्ययन गर्न पनि सकियो। कोशी उच्च बाँध निर्माणको प्रस्ताव पहिलो पटक 2048 सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका क्रममा उठेको थियो। त्यस बेलाको सहमति अनुसार नेपाल र भारतबीच संयुक्त रूपमा सप्तकोशीमा अध्ययन गर्ने सहमति भएको थियो। त्यही बेलादेखि यो आयोजना कहिले चर्चामा त कहिले विरोधमा अल्झिएको छ। प्रस्तावित बाँधको स्थल धनकुटा, भोजपुर, सुनसरी र उदयपुरको सीमावर्ती कोशी गल्छीमा पर्छ, जुन भौगोलिक दृष्टिकोणले पनि अत्यन्तै संवेदनशील क्षेत्र हो। प्रारम्भिक प्रस्ताव अनुसार बाँधको उचाइ 269 मिटर तय गरिएको थियो, तर स्थानीय विरोध र चिन्ताका कारण पछि 239 मिटरमा झारिएको छ। तापनि डुबानको खतरा अझै गम्भीर छ। विभिन्न अध्ययनले देखाएको छ कि 269 मिटरको बाँध बनेमा 190 वर्ग किलोमिटर क्षेत्र जलमग्न हुनेछ भने 239 मिटरको उचाइ कायम भएमा पनि 130 वर्ग किलोमिटर भूमि डुबानमा पर्नेछ। यहाँका जनताहरू चाहिँ पुरा मानसिक तनाव भएर बाँचिराखेका छन्। किनभनेदेखि कतिखेर उच्च बाँध बाँध्ने हो, हामी यो ठाउँलाई छोडेर जानुपर्ने, हाम्रो पुर्खाउको बस्ती उजाड हुनेछन्, हामी यो ठाउँमा बस्न पाउँदैन भनेर युवाहरू, वृद्धहरू आफ्नो स्वयस्फूर्त तरिकाले काम गर्न पाइरहेछन्। जसरी भए पनि सप्तकोशी उच्च बाँध चाहिँ के हुनुपर्छ, खारेज हुनुपर्छ, बन्द हुनुपर्छ। किनकि यो सप्तकोशी उच्च बाँध चाहिँ आम राष्ट्रकै हितमा छैन। राष्ट्रघाती सन्धि हो यो, र त्यहाँको सम्पूर्ण क्षेत्रलाई डुबानमा पारेर त्यहाँको जनताहरू छ नि, त्यहाँ त ठुलो समुदायको छ, विशेष गरी आदिवासी जनजातिहरूको अन्त्य गर्ने, त्यहाँको होइन बाँस घाँस कपडा उठाइदिने, अहिले तपाईँको त्यहाँको समुदायको संस्कार, संस्कृति, पहिचान है। पछि अझ ठुलो कुरा त हाम्रो किराँतीहरूको जुन आस्थाको केन्द्र छ त्यो क्वालुङलाई नै डुबाउने प्रक्रिया गरेर हाम्रो मौलिक अधिकारलाई पनि हरण भएको छ भने यो कुनै पनि हालतमा अरू माग्नै छैन। यो आयोजना भारतको प्रमुख हितमा रहेको भन्दै धेरैले आलोचना गर्दै आएका छन्। सप्तकोशीको पानीबाट भारतले सिंचाइका लागि प्रयोग गर्न सक्नेछ, जलमार्ग विस्तार हुनेछ र ठूलो मात्रामा विद्युत उत्पादन हुनेछ, जसको बढी लाभ भारतले उठाउने अनुमान गरिन्छ। नेपालले के पाउने भन्नेमा अझै स्पष्टता छैन। उच्च बाँध केवल एक इन्जिनियरिङ परियोजना मात्रै होइन, यो लाखौंको जीवनसँग जोडिएको मुद्दा हो। विकासको नाममा जब नागरिकका अधिकार, संस्कृति र थाक थलो मिचिन्छ, त्यो विकास नभई अन्याय हुने पीडितको गुनासो छ। धनकुटाबाट कविराज घिमिरेको रिपोर्ट। आफूले सोचेको, आफूले रोजेको जस्तो घर, डेरा वा जग्गा किन्नु परे वा बेच्नु परेमा घर खोज्ने भर नेपालहोम्स.com।